साथीहरू अब एउटा प्रश्न उठ्छ यहाँ। दुर्गाप्रसाद त भागेर अब इन्डिया पुगिहाल्यो होइन। घर जलेको छ, गाडी जलेको छ, मानवीय क्षति भएको छ, सपिङ मल लुटिएको छ। यसको क्षतिपूर्ति चाहिँ कसले पुर्ताल गर्ने? तपाईँहरूको आफ्नो आफ्नो जुन राय सल्लाह राख्नु होला। मेरो चाहिँ सल्लाह के रहन्छ भने, जुन नेपाली जनताहरूको पैसा ब्याङ्कमा राखिएको थियो, त्यो ब्याङ्कबाट चाहिँ 5 अर्ब ऋण दुर्गाप्रसादले लिएको छ। त्यो ब्याङ्कले कमाएको होइन, त्यो नेपाली जनताको पैसा हो। म चाहिँ मेरो धारणा के हो भने, दुर्गाप्रसादको जति पनि सम्पत्ति छ अहिले चल अचल, त्यसलाई सिज गरेर है त्यो ब्याङ्कको लोनलाई रिकभर गर्ने र ब्याङ्कपट्टि सेटल गरिदिने है, र दुर्गाप्रसादलाई खोजी कार्य तीव्र राख्ने, पक्ड्यो भने आजीवन कारावासको सजाय त्यसलाई तोकेर जेलमा थुन्ने है। र जुन घर जल्यो, गाडी जल्यो, मानवीय क्षति, सपिङ मल लुट्यो, यो चाहिँ ज्ञानेन्द्रको जति पनि सम्पत्ति छ चल अचल, यसलाई सिज गरेर त्यो भरपाईहरू पुरा गर्ने र ज्ञानेन्द्र शाहलाई चाहिँ सिधै सिग्नेचर गर्छस् भने गर्दैनस् भने तेरो नागरिक खोजिदिन्छु म भनेर चाहिँ सरकारले भन्नु पर्यो। सरकारसँग त्यो अधिकार छ है। जुन देशमा चाहिँ लोकतन्त्र, जुन बहुमतले आएको लोकतन्त्र हो नि त, यो त हिजो यिनीहरू अल्पसङ्ख्या भएर चाहिँ दरबार छोडेर गएकोहरू, बहुमतले आएको लोकतन्त्रमाथि चाहिँ व्यवस्थामाथि धावा बोल्नेलाई नागरिकता पनि खारेज गर्ने सरकारसँग त्यो अधिकार छ। त्यो गर्न सक्नु पर्यो है। मेरो भनाइ चाहिँ यो हो। साथीहरू, तपाईँहरूको आफ्नो आफ्नो धारणाहरू राखिदिनु होला। अब दुर्गे जति नै ब्रेन वास गर्ने खालको कुरो गरे पनि हामी जस्तो एजुकेटेड होइन, सेकुलरिजम चाहने, लोकतन्त्र धर्मनिरपेक्षमा रमाउन चाहने युवाहरू ब्रेन वास हुनु हुँदैन र हुने छैनौँ। हिजो पनि भएको थिएनौँ र भोलि पनि हुनु हुँदैन। अब जति पनि हाम्रो नेपालको नेताहरू प्रचण्ड, शेरबहादुर, केपी, यिनीहरूले गलत काम गरेर होइन, त्यो गलत कामलाई चाहिँ हतियार बनाएर दुर्गाप्रसादले एउटा सपना देखाए, ऋणहरू चाहिँ तिर्नु पर्दैन भन्ने, र उहाँहरू चाहिँ त्यो बहकियो र अर्को कुरो उहाँहरूको चाहिँ क्षमता आइक्यू लेभल नभएपछि हरेक कुरोहरूबाट मान्छेले के गर्छ, ब्रेन वास गर्न सक्छ। मान्छेले चन्द्रमामा त पट्ने रकेट बनाउन सक्यो होइन। आज एआई टुल बनाइरहेको छ है, यस्तो कम्प्युटरहरू बनाएको छ भने मान्छेलाई एउटा अलिक चलाक मान्छेले, एउटा अलिकति आइक्यू लेभल थोरै भएको, शिक्षा कम्ती भएको व्यक्तिहरूलाई ब्रेन वास गर्नु भनेको त्यो कुनै ठुलो कुरो होइन है। हिजो लाखौँको तादादमा चाहिँ है एडोल्फ हिटलरले जर्मनमा एउटा युवाहरूलाई के गरेको थियो, ब्रेन वास गरिएको थियो। तपाईँहरूलाई एडोल्फ हिटलरको हिस्ट्री त थाहा नै छ होला होइन। त्यही भएर मेरो राय चाहिँ यही रहन्छ, सरकारले दुर्गाप्रसाद र ज्ञानेन्द्र शाहको दुईटैको सम्पत्ति चाहिँ सिज गरेर सबै तिनीहरूले गरेको हरकतहरू सेटल गर्नुपर्छ र जति पनि उब्रेको सम्पत्तिहरू राज्यकरण गर्नुपर्छ भन्ने मेरो धारणा छ साथीहरू।